यो चाहिँ पानीले मेटेको रहेछ त्यो पानीले मेटेको अब यहाँतिर चाहिँ मान्छेले अब त्यसरी रङ लगाएर है यो मेसिन नचिने बनाउनु भइसकेको थियो त्यसरी रङ लाउनु नहुने यहाँ बुद्धको किन टिका लगाएर भगवान्लाई कसरी टिका लाउनु मिल्छ त्यो पनि हिँड्दैन है दसैँमा टिका भगवान्लाई है भगवान्लाई टिका लाउँदा नमिल्ने हो यो हो अहिले छिमेकी जान्छौँ जाने बाटो चाहिँ यहाँ राखेको छ गेट यहाँबाट जाने हो यहाँबाट आएर यहाँबाट जाने हो यहाँबाट गेटमा टाल्नु भएको रहेछ यहाँ बुद्धको फोटो र गुरु रिम्बुजीको फोटो टाल्नु भएको रहेछ आज चाहिँ हामी छिमेकी जान्छौँमा जाँदैछु सबैजना आफ्नो सामान बोकेर जाँदै हुनुहुन्छ उनीहरू सामान बोकेर आउँदैछ अझै आउँदै हुनुहुन्छ यहाँ उहाँहरू हिँडेर आउँदै हुनुहुन्छ छिमेकी जान्छौँ आज हामी नेकर तीर्थस्थल धर्म तीर्थस्थल गुरु पद्म सम्भवको तीर्थस्थल दर्शन गर्न जाँदैछु बाटो अहिले चाहिँ ठिकै राम्रो हरियाली भएर राम्रो देखिन्छ र यहाँतिर पनि विश्राम गर्ने ठाउँहरू झोलामा हाल्ने सजिलो हुन्छ त तपाईँलाई झोलामा हाल्ने सजिलो हुन्छ होला तपाईँलाई बाटो त्यस्तो छ आउँदा हुनुहुन्छ उहाँहरू गुरु पद्म सम्भवहरूले ध्यान तपस्या गर्नुभएको ठाउँ यो चाहिँ विशेष गरी एकदम महत्त्वपूर्ण रहेको छ यहाँतिर चाहिँ प्रायः जस्तो मान्छेले ढुङ्गा फडाएर राखिरहेको अन्त अहिले पनि छरेछ पहिला पनि थियो अहिले पनि छरेछ यहाँ यसरी राख्नु भएको छ अन्त फडाएर राख्नु भएको छ पानीहरू आउँछ चिसो चिसो पानी हावा पनि चिसो एकदम चिसो भए तापनि सफा सफा हावाहरू आउँछ यहाँ हावा चाहिँ एकदम सफा आउँछ ओम भजन गर्नु ओम भजन गर्नु हेर्नुहोस् ठाउँ यस्तो छ नि सबै लुङ्गरहरू राखेको लुङ्गरले घेरिएको ठाउँहरू पत्ता झरीहरू सबै सफाइ छ अनि हावा पनि एकदम सरसफाइ कुनै धुलो नमिसेको हावाहरू चिसो चाहिँ चिसो हावा आउँछ तर एकदम सफा हावा आउँदो रहेछ यहाँ हेर्नु होला यहाँको दृश्यहरू भारे बगेर हिँड्नु भएको छ यहाँ पनि भारे बगेको छु सबैले भारे बोकेर सबैजना हिँड्नु हुँदैछ यहाँ दर्शन गर्नको लागि खाजाहरू बोकिरहेको छु सबैले अब चाहिँ खाजाहरू लाग्नु धेरै आफूले सजिलो हुन्छ र लगेन भने फेरि त्यहाँतिर पसलहरू केही छैन त्यसको कारणले गाह्रो हुनसक्छ यहाँ छ लुङ्दर राखेको कसैले गएस राखेको छ कतिपय मान्छे बिहानै जानु भएर चाहिँ फर्किसकेको रहेछ हामी चाहिँ अहिले जाँदैछु लगभग अहिले 8-9 बजे छ कतिपय मान्छेहरू चाहिँ गएर पनि फर्केर आइसकेको छ छु हामी अहिले उतातिर लगभग आउनु थालेको छ आउन थाले अब लगभग यता हिँड्दैछु यहाँदेखि छ हिँडे सबै सामान बोकेर हिँडेको छ सबै ल हिँड्दै यहाँ चाहिँ अब हट्टाकट्टा मान्छे चाहिँ हिँड्न सक्ने रहेछ नत्र त हिँड्न सक्दैन रहेछ आतिर हिँड्न गाह्रो हुन्छ अरूलाई सबै अरेजनै बस्यो म चाहिँ पछाडि अहिले बजिरहेको छु भिडियो र फोटो खिच्नको लागि म अहिले पछाडि बसिरहेको छु अहिले यहाँतिर मान्छेहरूले कति ढुङ्गाहरू मिलाएर आएर छ अन्त हाम्रो यहाँ ढुङ्गै ढुङ्गा छ यहाँ पानी पनि एकदम सफा
सफा पानी हिँडिरहेछ अनि यहाँ चाहिँ सबैजनाले ढुङ्गा यसरी राखिरहेछ प्लस एकदम राखेको छ यहाँ अब चाहिँ लगभग आइपुग्न थालेको छ आइपुग्न थाल्यो अब हामी हामी चाहिँ अब यहाँ आइसकेको छ छिमे झाङछुममा प्रत्यक्ष तपाईँहरूले दर्शन गर्न सक्नुहुन्छ हामी सबैजना यहाँ आइसकेको छौँ ल अब सबै माथि दर्शन गर्नेछ अब दर्शन गर्ने एकछिन पूजापाठहरू गर्नु पर्नेछ त्यो चाहिँ अब यहाँ गर्नुपर्दा चाहिँ एकछिनपछि यो चाहिँ पानीले मेटेको रहेछ यो पानीले मेटेको अब यहाँतिर चाहिँ मान्छेले अब त्यसरी रङ लगाएर है यो मेसिनमा चाहिँ बनाउनु भइसकेको थियो त्यसरी रङ लाउनु नहुने यहाँ बुद्धको किनभने टिकाहरू भगवान्लाई कसरी टिका लाउनु मिल्छ त्यो पनि हिँडेर है दसैँको टिका भगवान्लाई है भगवान्लाई टिका लाउँदा नमिल्ने हो हाम्रो चाहिँ यसमा यस्तो कोरोना बनाउनु भनेर है अब हाम्रो यहाँ यसमा गुरुपत्न सम्भवले पूर्वले चाहिँ यहाँ काटेर चाहिँ उहाँले पानी निकाल्नु भयो है दुजे सु भन्छ कि दुजे सु भनेको चाहिँ बुद्धि अमृत जल भन्छ है यसरी फोर गरेर राखेको भन्छ अब होइन मान्छे प्रायः जस्तो अब दर्शन गरेर आउँदाखेरि चाहिँ अब यहीको शुद्ध पानी भनेर लगेको हुन्छ लान खोज्छ कतिपय होइन यसरी राखेको हुन्छ है यसरी फोर गरेर राखेर पाएको हुन्छ अर्को पानी हाल्नु पर्यो हाल्नु पर्दैन होला शुद्धको पानी हालेर सफा हुन्छ चिसो चिसो झनै हालेको चिसो बनाउनु भएको यहाँ यहाँ हालेर चिसो बनाउने त्यही भएर पहिला यसको चाहिँ पहिला लामाहरू पनि कति पहिले अनुरोध गर्नुभएको छ क्या भिडियो बनाउनु भएको उहाँले पनि नगर्नु भनेर माग्दैन है त्यसरी हामीले हाल्न नआउने होइन छ फोहोर गर्न नआउने यो राम्रो अमृत पानीमा होइन हामीले सरसफाइ गरेर राम्रो पानी हाल्नु अब पानीको माथिबाट पाप गर्नु सक्छौँ आउँछ होला त्यहाँको निस्किन्छ तर हामीले अहिले यो पानी हाल्दै गऱ्यो भने सफा पानी फोहोर पानीहरू निकाल्ने सफा हुन्छ नि अहिले त्यही माथि पानी खुवाउँदा ठ्याक्क भने हो फेरि पानी हालेर चाहिँ हामीलाई सरसफाइ गर्दैछौँ पानी फोहोर निकाल्दै पानी हाल्दै सरसफाइ पानी निकाल्दै निकाल्दैछु अहिले यहाँ निकाल्दैछु अहिले अस्ति लामाले पनि भिडियो बनाइरहेको थियो है आज लामाहरूले पनि त्यस्तो नगर्नु होला भनेर क्या सरसफाइ गरेर अहिले मैले पनि अब हामी अब उहाँ यहीँ बस्नुहुन्छ यहीँको पुजारी उहाँले चाहिँ अब के भन्नु एकजना मर्म बनाउने गाह्रो हुन्छ उनीहरू किनभने हामीसँग झगडा गर्न आउँछ हामीहरू त्यसरी भन्नु मिल्दैन मैले बनाउँदै रहेन हामीलाई तपाईँले सकेपछि यस्तो भिडियो बनाएर आउनु होला है भिडियो बनाइदिनु बनाइरहेछ लक्ष्य हुन्छ भन्दाखेरि हाम्रो हो नि लक्ष्य हुन्छ हो नि एकदम राम्रो हो नि यो
जाँदा नि तलतिर गए पनि केही सुक्छ खालि पानी त्यसरी हामीले भिडियो बनाएर अब जानकारी हुन्छ नि होइन मान्छेलाई थाहा हुन्छ नि त्यही भएर कारण आएको त्यो बनाएर तपाईँले पोस्ट गर्नुहोस् न एकेश्वरको यो पानीको गोरु युनिभर्सिटीले निकालेको ठाउँमा त्यसै पनि होइन अब मूर्तिहरू पनि यसरी रङ लगाउन नमिल्ने होइन रङ लगायो भने अब सिन्दुर लगायो भने हेर्नु त सबै अब कति हामी अब भगवानै चिन्दैन होइन हामी ध्यान साधना गर्नको लागि भगवान चिन्यो भने कसरी ध्यान साधना गर्नु होइन त्यही भएर कारणले यसरी नलाउनु भयो भने चाहिँ सबैलाई आनन्द हुन्छ नि ध्यान गर्न आउने व्यक्तिहरूदेखि लिएर सबैले दर्शकहरूलाई त्यो भएर तपाईँहरू यता दर्शन गर्न आउनुहुँदाखेरि सिन्दुरहरू यसरी मूर्तिमा नलाउनु होला मूर्तिमा लाउनु भयो भने चाहिँ यसरी नचिन्ने हुन्छ हेर्नु त कुन चाहिँ भगवान हो भनेर नचिन्ने हुन्छ त्यही भएर कारणले सकेसक्दो यहाँतिर चाहिँ सिन्दुर नलाइदिनु होला यहाँ पनि माथि गुरु रिम्पोछेको बनाउनु भएको रहेछ पानीले मेटेको रहेछ यहाँ माथि यो माथि आएको छ नि गुरु रिम्पोछेको मेटेको पानी हो त्यो पानीले गरेर स्वयं गुरु रिम्पोछेको यो मूर्ति निक्लेको चाहिँ उहाँ रहेछ भित्तामै आज यो चाहिँ आज हाम्रो यो चाहिँ अब अहिले यो नेको बारीमा यो नेको बारीमा चाहिँ हाम्रो यो शास्त्रमा लेखिएको छ कि एकदम यो हाम्रो यो पूजापाठ बनलामाले गुम्बामा पढिरहन्छ भाषी अञ्चल भन्ने त्यहाँभित्र चाहिँ अब यो चाहिँ कसरी भएको भनेर चाहिँ लेखेको छ हाम्रो चाहिँ प्रमाणित छ क्या जस्तो पनि प्रमाणित शास्त्रमा लेखेको कुराहरू छ जे जस्तो भए पनि त्यही भएर कारणले हामीले त्यसरी नै हामीले विश्वास गर्ने छैन यहाँ नआउनु पर्ने होइन पानीले झ्याममा हानेको निकाल्नु